नमस्ते एन्ड गुड मर्निङ सबैजनालाई। आज फेरि पनि नयाँ भिडियो आएको छ कति धेरै टाइमपछि। हामी चाहिँ वान नाइट स्टेको लागि जान लागेको। आज जाने, भोलि बेलुका मात्र फर्किने। अनि हामी चाहिँ कहाँ कहाँ जाँदैछौँ भन्दा सुरुमा चाहिँ हामी कहाँ जानु, पाइया गएर बस्छौँ, त्यहाँ घुम्छौँ आज। अनि भोलि बिहान चाहिँ हामी क्याफरेङ्गा जान्छौँ। क्याफरेङ्गा चाहिँ कहाँ हो भनिदिनु? नर्थ ईस्ट पार्ट अफ द वर्ल्ड, सबैभन्दा इन्ड, वर्ल्डको इन्ड ठाउँमा जाँदैछौँ। लेट्स सी, बाई बाई। ल है ल, हाम्रो चाहिँ अब जोर्नी स्टार्ट भयो। हामी कहाँ कहाँ जाँदैछौँ अरे दा? अहिले हामी जान चाहिँ हामी क्याफरेङ्गाको आज प्रस्थान हो। तर हामी बिचमै मिडलमै बस्दैछौँ पाइया भन्ने ठाउँमा। त्यो चाहिँ एकदम नाइस ब्युटिफुल। के कस्तो लागिरहेछ? पछाडिबाट के आओस् धेरै एक्साइटेड है। एक दिनको लागि मात्र जान्थ्यौँ भने यो हाम्रो चाहिँ यो इस्टरको लङ विकेन्डमा हाम्रो पनि एउटा लङ जोर्नी पनि हो यो खासमा, होइन? रमाइलो गर्नुपर्छ। ल अब सबैलाई अब रमाइलो गर्नुपर्छ। वी आर गोइङ टु रक्स आवर जोर्नी, सो किप वाचिङ अस। हामी सिरु भन्थ्यो नि, यस्तो हो कि होइन? हामी कहाँ आइपुगेपछि रेस्ट। ल हामी चाहिँ रेस्ट गर्न यहाँ फङ्गराईमा रोकेका छौँ। फङ्गराई हामी पुग्न लागिसक्यौँ, लगभग पुग्न लागिसक्यौँ। अब खुट्टा तन्काउनलाई अनि त्यहाँपछि केही खानालाई यस्तो छ हाम्रो चाहिँ। यस्तो छ गाडीको अवस्था, यस्तो छ। सबै घरै बोकेर हिँडेछौँ हामी। घरै हाम्रो यही हो आजको लागि। आजको रात यहीँ छ सबै थोक हाम्रो। हामीले चाहिँ बाटोमा चाहिने खानेकुरा अनि बाटोमा चाहिने सबै थोक घरबाटै बोकेर गएको थियौँ। तरकारीहरू पनि घरमै बनाएर, बिहान बनाएर सबै थोक तरकारीहरू लिएर गएको थियौँ। अनि खानाको लागि चाहिँ हामीले राइस कुकरै बोकेर गयौँ। त्यहाँनिर जोड दिने अनि खाना पकाउने भनेर चामल लिएर गएको थियौँ। अनि अरू थोक सबै ब्यागमा हालेर सबै थोक हामीले प्रिपेयर भएरै गएको थियौँ। सबै व्यवस्था खत्रै छ हाम्रो। हामी चाहिँ अहिले यहाँ पाइया बिच आइपुग्यौँ। पाइयामा एउटा बिचमा त्यहाँ चाहिँ यस्तो छ। कसैबाट गाडीहरू आउँदै हुनुहुन्छ। बिच घुम्दा घुम्दै त्यहाँनिर खेल्ने ठाउँ रहेछ। त्यो देखेर यति एक्साइटेड भएर माथिबाट दुईजना खेल्दै हुनुहुन्थ्यो। हामी चाहिँ त्यो देखेरै तर्सेर डर लाग्ने, बिचमा गएर अड्किने हो कि भनेर डराएर हेर्दै थियौँ। तरबाट कति रमाएर खेल्दै हुनुहुन्थ्यो, बच्चा जस्तो भएर। रमाइलो गर्दै छन् यहाँ साथीहरू हिँडे छन् नि हाम्रो प्याराहरू, प्यारा पेरी। ल के छ यहाँको तिम्रो भ्यूज के भन? यहाँ होटलको बारेमा। हामी क्यान्टाबेमा छौँ। के भन्छ यसलाई, ब्याकप्याकर रुममा बसेको छौँ। यहाँ होटलमा चाहिँ सबै आज यो इस्टर भएर सबै भएर रुम फाइनल गरिसकेपछि हामी सामान गाडीबाट सबै सामानहरू रुममा ल्याएर राखेर अनि त्यसपछि बल्ल घुम्न कता कता निस्किने हो। त्यो पाइया पनि घुम्नु पर्यो। अब आज आएर बसिसकेपछि त आजको दिन पनि मजाले स्पेन्ड गर्नु पर्यो भनेर एकछिन रेस्ट गर्ने, चिसो खाने, एकछिन शीतल गर्मी पनि थियो। त्यसपछि एकछिन रेस्ट गरेर तरकारीहरू हामीले घरबाट ल्याएको फ्रिजमा राखिदिउँ त्यहाँ होटेलमा। अनि अलिअलि झिकेर खाजा यसो खाएर घुम्न निस्क्यौँ भनेर खाजा पनि खान थाल्यौँ। अनि त्यसपछि हामी निस्क्यौँ। हामी बस्ने ठाउँ यही हो। राम्रो छ। के हो रहेछ फेरि?
यो के होला थाहा पाउनुहोस् होला अम्बा जस्तै छ त यो के होला पिज्जा होइन यो के होला कति मान्छे घुम्न आएको सिस्टर टाइम यो सब मोटेल त नि त्यसपछि हामी होटलबाट निस्किएर हारुरु फल्स हेर्न गयौँ त्यहाँबाट धेरै नजिकै रहेछ धेरै टाढा पनि थिएन लगभग 10-15 मिनट जति लाग्यो होला त्यहाँबाट त्यहाँ गएर पार्किङमा राखेपछि त्यहाँ हामीले कुखुरा देख्यौँ त्यहाँ त्यस्तो जङ्गलमा कसले कुखुरा पालेको होला भनेर हामी कुखुरा खासै देखेको थिएनौँ अब त्यही जङ्गलमा जाँदाखेरि जहाँ चाहिँ कुखुरा त पालेको हुन्न यहाँ चाहिँ कुखुरा देखेर हामी अलि एक्साइटेड भयौँ कुखुरा कसले पालेको रहेछ जङ्गलमा किनेर लानुपर्छ कि भन्दै सोच्दै थियौँ अनि यो हारुरु फल्स जाने डिरेक्सन म्याप जस्तो हेऱ्यौँ यहाँ जङ्गलको बिचमा त्यहाँबाट यो हामी बसेको ठाउँबाट यो हारुरु फल्स चाहिँ यतिको डिस्टेन्समा भनेर देखाएको थियो त्यो म्यापमा हारुरु फल्स गइरहेछ हामी यहाँ आउनुभन्दा अगाडि चाहिँ गुगलमा कस्तो रहेछ त यो हारुरु फल्स भनेर हेरेको थियौँ सानो झरना जस्तो देखेको थियो यहाँ आएर हेर्दा त कति ठुलो झरना कति राम्रो देखेको वाओ हारुरु फल्स यस्तो छ मान्छेहरू फोटो खिच्नेको लाइन छ यसरी यहाँ हेर्नु न माथिबाट आएको जङ्गलबाट यस्तो राम्रो सिनहरू हामीले खत्रै ठाउँमा आएछौँ हामी अब हामी अर्को डेस्टिनेसन तर्फ जाँदैछौँ हामी हाम्रो अर्को डेस्टिनेसनको नाम के हो रे केरी फल समथिङ रेनबो फल केरी रेनबो फल इन केरी यो चाहिँ कस्तो होला अघि हामीले एक्सपेक्ट गरेको भन्दा राम्रो फलमा गयौँ रुको जरा सबर करो बोला धक्का मुक्की नहीं करने का आराम से लेने आज हामी सबै फल मात्र हेरिरहेको फल्स टुरलाई हेर्नुहोस् यस्तो राम्रो छ हामी चाहिँ फल्स जाँदैछौँ यो चाहिँ रेनबो फल्स केरीमा पाइयाबाट लगभग 25 किलोमिटरको हाराहारीमा यो रेनबो फल चाहिँ झन् अघि गएको हारुरु फल्स भन्दा अग्लोबाट माथिबाट झर्ने झरना रहेछ यो चाहिँ जङ्गलको बिचबाट तल जानुपर्ने रहेछ यो चाहिँ हाम्रो रेनबो फलबाट सिधै जाँदैछौँ हेर्नु कहाँ कुदे यस्तो राम्रो छ यस्तो जङ्गलै जङ्गल अहिले हाम्रो रातिको कति 7:30 बज्न लाग्यो होला यस्तो देखिरहेछ ल यो फल पाइयामा रमाइलो भयो हामी धेरैवटा ठाउँमा गयौँ हाम्रो खानेकुरा यसरी सर्भ हुँदैछ खाने मान्छेहरू खान ठाउँ भएन थाहा भएन हाम्रो खानेकुरा यस्तो धेरै आइटम छ घरकै खानेकुरा ट्याक्क खायो भने हामीलाई चाहिँ फेरि बाहिर गए पनि घरको खाना नखाइकन चित्तै बुझ्दैन त्यही भएर कौन है ये लोग कहाँ से आते हैं हामी आज पाइया टाउनमा नाइट वकिङमा हिँड्दैछौँ खाना धेरै टन्न खाएर भयो अब खानालाई यसो अलिअलि एडजस्ट गर्नको लागि पनि हिँड्नु पर्यो हिँड्नु नि पर्यो नि 1 किलोमिटर अँध्यारो छ अब रातिको 9-10 बजिसक्यो होला रातिको 10 बजे त्यही भएर अँध्यारो छ ठिक छ इन्जोय गर्दैछौँ रमाइलो बित्यो हामी फल्समा गयौँ कुन फल्स गयौँ रे हामी हारुरु फल्स अनि रेनबो फल्स हो त्यही गयौँ अनि अर्को कहाँ गयौँ यता यहाँको त्यो धेरै ठाउँमा गयौँ आज
यो फेरि हामी भोलि यो पाइयाको धेरैवटा ठाउँमा घुम्यो अब भोलि हाम्रो अर्को कहाँ डेस्टिनेसन हाम्रो डेस्टिनेसन क्यापरिङ्गा डेस्टिनेसन नेक्स्ट डेस्टिनेसन क्याटरिङ्गा हो। यो चाहिँ टप अफ द न्युजिल्यान्डको टपमा पर्यो। ओके नर्थल्यान्ड टप। फेरि टर्मिनल एरिया पाइया यो डल्फिन यहाँ डल्फिन पाउँछ। शाबाश बेटा, बहुत बढ़िया। गुड मर्निङ एभ्रिवान फ्रम पाइया। हामी चाहिँ आज क्यापरिङ्गा जाँदैछौँ यहाँबाट। पाइयामा हिजो चिसो चिसो वेदरसँगै यहाँको कफी अनि यहाँको मौसम। ब्रेकफास्ट सँगै सँगै अब हाम्रो यात्रा सुरु हुनेछ। अब हाम्रो यात्रा कहाँ जाँदैछ त? क्यापरिङ्गाको क्यापरिङ्गाको हामी जाँदैछौँ। अब चाहिँ हामी जाँदैछौँ हामी जाँदैछौँ क्यापेरिङ्गा। क्यापरिङ्गाको लागि यहाँबाट 3 घन्टाको ड्राइभमा ड्राइभ हो यहाँबाट। ड्राइभमा हामी पुग्नेछौँ क्यापेरिङ्गा। देखिन म चाहिँ देखिन यस्तो यस्तो छ। जाँदैछौँ, हेरौँ वेदर कस्तो हुन्छ। अहिले चाहिँ पानी परेको सिम छ वहाँ पुगेपछि ल अब राम्रो होला होइन। अब वेदर चाहिँ यस्तै छ। कफी मात्रै त हुन्छ। कफी ब्रेक एकछिन। मेरो चाहिँ यहाँ यस्तो पारा छ, निम्की खाँदै हुनुहुन्छ। खान मन लाग्यो त्यही भएर। अझै 110 किलोमिटर छ। 1 घन्टा 30 मिनट छ। कस्तो टाढा रहेछ नि त त्यहाँबाट त। कस्तो दामी हेर नि यहाँ जानुको। त्यो बिचमा नि रहेछ। अब हामी खानेकुरा खाने अब खाना खाने होटेलमा खाना बनाएर आएको थियौँ। अब तरकारीहरू पनि छ अनि अब खाना खाने अनि त्यसपछि हजुर खाना निकाल्ने अब ल बबाल हामी आज अब खाजा भने खाना हो खाना 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 बबाल चाहिँ खाना भने बबाल बनाएर के ल्याउँछ। गर्दैछौ? यो चाहिँ हाम्रो लगभग कुन ठाउँ हो? यो हाम्रो कहाँ पर्यो भने यो चाहिँ क्यापरिङ्गाबाट 1 घन्टाको डिस्टेन्समा 1 पर्यो। घन्टा लगभग 50 किलोमिटरको हामी पासमा छौँ। डिस्टेन्समा छौँ हामी। अहिले चाहिँ हाम्रो खाना खाने टाइम भएको छ। क्यापरिङ्गा हामी न्युजिल्यान्डको सबभन्दा नर्थ इस्ट टप मोस्ट प्लेस इन द वर्ल्ड Most प्लेस place in the world मा इन द जाँदैछौ। वर्ल्ड को हामी अलमोस्ट 50 किलोमिटरको आसपासमा छौँ। ए होइन त? हो यो ल अब खाना कस्तो लागिरहेछ अमिता? अनि भाउजू कस्तो लागिरहेछ? I'm so excited. अनि दाइ मलाई त एकदम भन्नु न के हो त्यो बोर्डको डिस्क्राइब गर्नै सक्दैन खाना त्यस्तो पकाउन रह्यो। बिजी भएर बोलिन। बोलिनौ? जस्तो आँखाले देखिने त्यस्तो क्या चाहिँ नगर्ने कि क्यामेरा त्यही त आँखाले यस्तो राम्रो कपाल भ्यू देखिया। अब हामी आइपुग्यौँ कहाँ आउन खोजेको हाम्रो डेस्टिनेसनमा। डेस्टिनेसन हाम्रो आइपुग्यौँ गाडी पार्क गऱ्यौँ। दाइ भाउजू उहाँ रेडी हुँदै हुनुहुन्छ। उहाँ गिम्बल रेडी हुँदैछ हाम्रो भिडियोको लागि अनि हामी आइपुग्यौँ। ए रहा नहीं जाता। हामी
यस्तो चिलमा हुन पाइँदैन नि हेर्नु त एक्साइटमेन्ट लेभल चाहिँ कतिको छ भनेर देखिराख नि हेरौँ pretty much excited. वाह हेर्नुहोस् कति राम्रो होला यो क्यापारेङ्गालाई चाहिँ इन्ड अफ द वर्ल्ड पनि भनिँदो रहेछ यहाँ त्यो लाइट हाउस देखिरहेको लाइट हाउस भन्दा उतापट्टि देखिएको समुद्रभन्दा उता चाहिँ केही पनि छैन त्यहीँबाट इन्ड हुने रहेछ वर्ल्ड नै त्यही भन्ने मान्यता रहेछ अनि यो क्यापारेङ्गाको यो ओसन चाहिँ पेसिफिक ओसन र तास्मान सी चाहिँ मिट हुने ठाउँ रहेछ त्यो पनि हामीले रिसर्च गरेर थाहा पायौँ अन्त वर्ल्डको इन्ड हो यहाँबाट चाहिँ ठ्याक्क कन्ट्रीहरू स्टार्ट हुन्छ ठ्याक्क त्योभन्दा उता सबै पानी नै पानी समुद्र यहाँबाट स्टार्ट भएको छ कति धेरै भिड छ आज इस्टरको बेलामा आएर होला कति धेरै मान्छेहरू हेर्नु न यस्तो यता हुँदो रहेछ म त तपाईँलाई खोज्दै थिएँ के हो हेर्नु त्यहाँ जाने बाटो चाहिँ उताबाट नेपालमा भेराइटी धेरै छ पछाडि नेपाललाई न्युजिल्यान्डसँग कम्पेयर गर्दै के गर्न सकिन्छ त नेपालमा यहाँको यो नेचरहरू देखेर के कुरा चाहिँ युटिलाइज गर्न सकिन्छ नेपालमा नि के गर्दा चाहिँ हाम्रो यो न्युजिल्यान्ड जस्तै हुन्छ भनेर कुराहरू धेरै हुँदैछन् किनभने नेपाल र यो न्युजिल्यान्डको वेदर भन्दा नि यो स्ट्रक्चर जियोग्राफिक स्ट्रक्चर चाहिँ एकदम सिमिलर जस्तो छ राम्रो जस डेभलप गराउन सक्यो भने न्युजिल्यान्ड जस्तै हुन सक्छ नेपाल भनेर यहाँ डिस्कस हुँदैछ अझै उहाँ पुग्न बाँकी छ हामी अझै परै छ नि यति बाटो हिँड्नु बाँकी छ सुतेको 3 मिनेटमा म त के भने काम चाहिँ वेदरले चाहिँ राम्रै साथ दिएको छ आज है वेदरले चाहिँ राम्रै साथ दिएको छ झन् अरू बेलाको जस्तो हाम्रो भएन ड्रोनले खिचेर राम्रो देखाउनु नि होइन राम्रै आइपुग्यौँ हामी हेर्नु म खिच्छु पनि म अन्त ब्लगर अगर कैसा लगा मेरा मजाक अब हामी घुमेर फर्किसक्यौँ त्यहाँ गएर हामी फोटोसोटो खिच्ने भ्यूहरू हेर्ने सबै सकेर हामी अब कहाँ जान लाग्यो स्यान्डविन जान लाग्यौँ त्यहाँ चाहिँ के हुन्छ माटोमा खेल्ने त्यहाँ गएर स्यान्डमा माटो त हो नि त्यही त स्यान्डमा खेल्ने त्यो पनि हामी देखाउँछौँ है जनाको खै घाँस काट्ने आँखाबाट हुन्छ र कङ्ग्रेस त धेरै टाइम लागेको थियो तल जाँदा भनेर माथि आउँदा चाहिँ धेरै टाइम लाग्यो हामीलाई थाक्यो थाकेर लौरो खोज्नु पर्ने भयो तर यो तर लौरो टेक्नु भनेको म थाक्या होइन यतिको इनर्जी मैले कसैको पनि देखाएन फेरि यतिको इनर्जी हेर लगेर त्यो चाम्ने ग्लो इनर्जी छ
एकदमै रोमान्टिक कुरा हुँदै We are very much tired. हामी चाहिँ यो बीचको बारेमा कुरा गर्दैछौँ ओसेनको बारेमा कुरा गर्दैछौँ के कुराहरू चाहिँ ओसिनको बारेमा एकचोटि सुनिदिउँ न। अब यसो सोच्दैछौँ कि यो महासागर या भन्दा उता केही छैन यस्तो छ हाम्रो वर्ल्डको के वर्ल्डको भनेर कुरा गर्दैछौँ ठिक छ यो ठिक छ। चाहिँ प्रशान्त महासागर ए, हामी चाहिँ अब फर्किँदैछौँ फर्किँदैछौँ नि त। घुमेर सबै घुमिसक्यो अब लास्ट एउटा ठाउँ एकदम राम्रो ठाउँ रहेछ हजुरहरू नि आउनु होला आउनु होला रमाइलो हुन्छ ए मैले पनि भेटेँ भाउजू आउनु भएन। राम्रो ठाउँ एकदमै रमाइलो लाग्यो हामीलाई अब नेक्स्ट टाइम पनि आउँदैछ ल ठिक छ। पनि आउनुपर्छ तर यहाँ आउन रमाइलो भयो। टाढा ठाउँ टाढा टाइम छुट्याएर आउनु होला हामी चाहिँ यहाँ स्यान्डविनमा आइपुग्यौँ यहाँ चाहिँ स्केटिङ के सर्फिङहरू गर्ने हो यो बालुवामा यस्तो टाइपको गर्ने हो यहाँ अब हामी गर्छौँ कि गर्दैनौँ कुनै थाहा छैन तर यही हो डेजर्ट पार्किङ एरिया यहाँनिर किन्न पाउँदो रहेछ यो सर्फिङ गर्ने बोर्डहरू त्यही लिनलाई यहाँबाट हामीले बोर्ड लिएर हिँड्यौँ हामी जुत्ता हातमा बोकेर हामी कहाँ जाउँ किनभने यहाँ पानी छ तल त्यहाँ स्यान्ड डेन्समा गएर स्यान्ड बोर्डिङ के खेल्न मिल्दो रहेछ त्यो बोर्डमा रमाउँदै बालुवामा मस्त सबैले खेल्यौँ 2-3 खेल्यौँ हामी यो स्यान्ड खेलेर पनि फर्क्यौँ हामी चाहिँ फर्किँदैछौँ इन्जोय अलर्ट धेरै नै इन्जोय गऱ्यौँ ल अब घर फर्किने अब चाहिँ काहीँ जुत्ता हातमा लिएर तर धेरै राम्रो रहेछ धेरै राम्रो हामीलाई चाहिँ दुबई गएको फिल भयो दुबई गएको दुबई नगए पनि न्युजिल्यान्ड नै दुबईवाला फिलिङ्स आयो हामीलाई अलिक ड्रेसअप चाहिँ अलिक म्याच भएन तर ठिक छ हाम्रो चाहिँ हामी यहाँ 7 बज्यो हामी घर जाँदैछौँ अन्धकार छ बाहिर जङ्गलको बिचमा छौँ केही छैन क्या गाडी पनि छैन भने एउटा आएछ गाडी चाहिँ बल्ल आयो बल्ल बल्ल एउटा गाडी आयो अझै हामी वहाँ अकल्यान्ड पुग्नलाई कति 3 घन्टा 4 घन्टै बाँकी छ लगभग घर पुग्नलाई 4 घन्टा बाँकी छ छैन केही यस्तो बाटोमा चाहिँ हामी चाहिँ कता कता डर लाग्यो जस्तो भएको अघि नै चाहिँ अहिले चाहिँ ठिक छ केही छैन नि बाटोमा रातको समयमा हाम्रो यसरी रातिको 8 बजे अकल्यान्ड जाने फर्किने क्रममा हाम्रो फेरि चटपटे छुट्यो अब के गर्ने होला चटपटे छुटेपछि त खानै पर्यो अझै घर पुग्न 12 बज्छ होला भनेर अब बिहान खाना खाइएको थियो चटपटे दिउँसै खानु पर्ने घुम्दा ओर्दा भ्याइएन अहिलेको अवस्था त ठिकै छ अँध्यारो भयो कति 8 बजे के अरे यस्तो छ अवस्था 8:30 हुन लागिसकेको छ यहाँको अवस्था यस्तो छ। खाना लाग्दैछ अन्त के हुँदैछ यहाँ? राति अन द वे चटपटे टु बन्दैछ अकल्यान्ड रातको हेर्नु र यहाँ यस्तो बत्ती गाडीको बत्ती बाल्नु भयो भने त यस्तो दुःख हुन्थेन होला गाडीको बत्ती नबाले हामी गाडीको बत्ती त हुन्छ अन गर्नु पर्यो अन गरे भए त हुन्थ्यो होला हैन अब हामीले वास्ती एकछिन सेल आएको हो के हो ए ल ठिक छ त्यसो भए होस्, ठिक गरौँ नबाल्नु गाडी सेल आएको हो नराम्रो पुग्छ होला बुझा हाल्देऊ बुझा पुग्छ होला पुग्छ धेरै खाने होइन नि त अहिले अलिअलि यसो ल एउटा हजुर के छ अनि रस रहेछ है टन्नै बन्द गर्दैन भन्नु गाडी चटपटेको योजनाकार के छ भाउजू मुखमा यो गार हुँदैछ अब रेडी हुँदैछ हामी चाहिँ यहाँ अब अलमोस्ट रेडी भयो ल ठिक छ ल निस्किँदो रहेछ क्या भित्र अलमोस्ट रेडी पुग्छ भयो है रेडी भयो चटपटे चटपट आएर चटपट यस्तो मजामा चटपट ल आलु चाहिँ भएन ल रेडी भयो ल खाम अब हामी चटपटे खाएर अकल्यान्डतिर गयौँ अझै हाम्रो कति बाँकी छ डिस्टेन्स अझ 2 घन्टा 55 मिनट 3 घन्टा बस्दा 3 घन्टा लगभग बाँकी छ अब यो भिडियोको इन्ड हो अब योभन्दा उता हामी सुत्न नि सक्छौँ
चलाउने मान्छे मात्र उठ्न पनि सक्नुहुन्छ हाम्रो भिडियो चाहिँ इन्ड हुन सक्छ त्यही भएर ल लास्ट थ्याङ्क यू एकदम रमाइलो भयो 2 दिनको हाम्रो जर्नी एकदमै रमाइलो फुल इन्जोय गर्यौँ हामीले ल अरू पनि यस्तै रमाइलो ठाउँमा हामी फेरि अरू प्लानहरू पनि बनाउने छौँ ओके बाई बाई थ्याङ्क यू फर वाचिङ आवर भिडियो